शक्तिशाली सरकार गठन हुँदा र सरकारमा बस्नेहरूको सोचमा केवल देशको हित शिरमा रहँदा के हुन थाल्दो रहेछ तपाईले पक्कै अनुभव गरिरहनु भएको छ। अहिले गृह प्रशासन स्वतन्त्र बनेको छ। गृह मन्त्रीलाई कसैलाई जोगाउनु छैन। प्रहरीलाई पूरा शक्तिका साथमा काम गर्न निर्देशन दिएका छन् अनि प्रहरीका सबै युनिटका कर्मचारीहरू आफ्नो गुम्सिएर बसेका सबै शक्तिलाई परिचालन गरिरहेको छ र सिंघम शैलीमा गुण्डा अनि भ्रष्टहरूलाई खोरमा जाकिरहेको छ। प्रहरीको विशेष अपरेसनको 4 दिनमै 226 जना पक्राउ परेका छन्। अझै यस्ता 2 नम्बरी धन्दावालहरू कति सय पक्राउ पर्ने हो त्यो स्वयं प्रहरीलाई पनि थाहा छैन होला। केवल उनीहरू अभियानमा सक्रिय छन्। गुण्डा र भ्रष्टहरूको अहिले भागाभाग छ। धेरैले काठमाडौँ छाडिसकेको सूचना प्रहरीसँग छ। भारतीय सीमा नाका र काठमाडौँ एयरपोर्टमा प्रहरीले सतर्कता अपनाएको छ। त्यसबाहेक पानी मुनि लुके पनि प्रहरीले छाड्नेवाला छैन। यसको जस एकजना गृहमन्त्री, एकजना आइजिपी वा एकजना कार्यालयका कमान्डरलाई मात्रै जान हुँदैन। तल्लो तहमा बसेर सूचना संकलन गर्ने जवानहरू पनि समान रूपमा बधाईका पात्र बन्न जरुरी छ। उता प्रहरीको क्षमता देखे